आइसक्रिम यति गाह्रो भयो कि यो कोनलाई आइसक्रिमको कोनलाई मैले बचाएर ल्याउनु यति के छ यता 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 यताको यता पर पसल के पट्टीको लागि अनि यो म्याङ्गो जुस यम्मी चाहिँ क्वालिटी हुँदैछ सुतेको अचारभित्र छ भाइ लगाऊ 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 यसलाई चाहिँ यता पसिसकेको छ त यार कतिखेर बसेको मैले देखेकै थिइनँ यिनीहरू त पसेको हेलो एभ्रिवान नमस्ते हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा म चाहिँ युदिना राई आयो हजुरहरू सन्चै हुनुहुन्छ होला म चाहिँ एकदम सन्चै छु अनि दिउँसो टन्टलापुर घाममा चाहिँ म माउलो जाँदैछु झोला बोकेर मेरो माउलो चाहिँ पर नगरकोटमा हो फार्म छ मामाहरूको सो त्यही जाँदैछु मेरो सानो भाइले भेट्न त्यही हो यस्तो काममा युटिरहेको छु सो हेर्दै गर्नु होला गाइजले चाहिँ म यहाँ गाडी कुदिरहेको छु राधे राधेको भातबाट अगाडि मामाहरूको घर जाने काम पनि कति साह्रो लागेको टाउको फुट्ने गरी झ्याउ लागिसक्यो गाडी पनि आएकै छैन के गर्नु चाहिँ यो सहरदेखि अलिक टाढा आइपुगेको छु गाउँ जस्तै ठाउँमा भनौँ न गाउँ चाहिँ होइन अनि आइसक्रिम यति गाह्रो भयो कि यो कोनलाई आइसक्रिमको कोनलाई मैले बचाएर ल्याउनु यति थियो प्याक थियो गाडी मेरो हातै रातो भइरहेछ कि त्यो खलासी झुन्डिने ठाउँबाट बसेर आएको सो यति टाढा आएको छु कि म मेरो भाइलाई भेट्न आइसक्रिमको कोन बोकेर आइसक्रिम चाहिँ भरे खोले भयो होला कि खोले भन्छ के भन्छ पग्लेर कति काल यस्तै छ अनि कि मलाई चाहिँ अड लाग्छ क्या मान्छेको छेउमा बोल्न अनि उसले चाहिँ मान्छे छैन सो बोलिरहेको छु अनि आज अलमोस्ट अब चाहिँ म पुग्न लाग्यो बनाउन गाइज ऊ त्यहाँबाट चाहिँ पुरा आर्मीहरूको के हो सरसफाइ हुँदै रहेछ जोस् गाह्रो छ आर्मी हुनलाई पनि म चाहिँ आइपुगेँ अब मामाहरूकोमा यो डनेलाहरू चाहिँ मामाहरूको हो ऊ त्यो पर रोड बनाउँदै रहेछ गाइज म चाहिँ मेरो माउलो आइपुगेँ यो मेरो माउलोको घर चाहिँ अब चाहिँ पुरा मकै पनि रहेछ टमाटरै गाइज टमाटर काँक्रा हावा चल्यो सिरिरी आते जिरिरी जाउँ मिमा Mimi, guys, ढोका हेलो हेलो गर्दा मिमी नमस्ते गर नमस्ते गर नमस्ते गर खुच्चीले भरे आइसक्रिम चाहिँ यो पग्लेर आइसु कि के हो अन्तिलाई
राख्दिनु भाइ आइस खाऊ चेस गरौँ चेस खाऊ ल गाइस अहिले चाहिँ म पसल जाँदैछु मेरो भाइसँग मिमु के छ यता पर पसल छिटो बाइक आऊ न बाइक हो आऊ अहिले आऊ हेर यसको कट्टुको हालत धुलोमा खेलेर है मिमो शीतल छ हौ यहाँ त अहिले त हावा आएर सब कसै रमाइलो छ कि त छुट्टै किसिमको आनन्द आउँछ कता आइरहेको बाहिर कुदेको मिमु आऊ छिटो पसल चिनी पनि सक्यो उसलाई थाहा छ पसल के किन आएको के नाइ चढ्नु न लड्छ चौदिन भाइ दुईटा भुजा दिनुहोस् न कति हो यसको 30-40 अर्को पनि दिन चौध तिमी के खाने कति भयो यो खाने कति हो यो 5 रुपैयाँ दुईटा दिनु ल एकटाको 100 रुपैयाँ हुन्छ गाइस म चाहिँ पसलबाट फर्किसक्यौँ हामी म र भाइ चाहिँ सामान किनेर चटपटेको लागि अनि यो म्याङ्गो जुस देखाऊ भाइ तिम्रो यस्तो देखाऊ त खै जुस देखाऊ यसो देखाऊ न जातासँग म बोल्दिनँ म जान्छु फेरि छोडेर देखाऊ भाइ देखाऊ त यहाँ देखाइदेऊ तिम्रो जुस खै जुस देखाऊ यस्तो गर्दा यस्तै छ म गएको बाई गर्दैछ पछाडि म गएको है भाइ म गएको छोडेर जान्छु म कुद्छु आऊ डम्पुर अर्ग्यानिक चटपटे गाइड यस्तै छ मैले बनाइसकेँ म खान्छु है त दामी छ गाइस हाम्रो चाहिँ सेकुवा पाक्नु लागेको छ अब म अब बनाउँछु म्यारिनेट गरेर मासु रेडी भइसक्यो टक्क पाराले चाहिँ राख्नुपर्छ कपडा हालेर यो त पाडा Oh my god. दामी त्यस्तै वाउ
पोलेर मारे यार गट्टुमा हालिदिन्छौ मामा किन साइड साइडमा राखिराख्नु ओ मामा तपाईँले टुरी खेल्नु म्याट सबैलाई यस्तो पोट सिकाएर अझ त सबै यस्तै पो रहेछ अनि पहिला त थिएन नि त नत्र नि मामा अहिले त पुरा सब ल भइदिएछु त 100 चाहिँ छ होला ल एकछिन है वाह सेकुवा हाम्रो ढुङ्गे सेकुवा यम्मी यम्मी सेकुवा रेडी हुँदैछ अङ्कल यो केलाई काट्नु भएको यस्तो मजाले यो ठ्याक्कै 3 पिसलाई काटेको 3 पिस टक 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 यो चाहिँ हाम्रो 3 पिसलाई हो है चारो 3 पिसलाई टक 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 यस्तो दिनुपर्छ नि त यो चाहिँ स्पेशल फर्सी हो कहाँबाट ल्याउनु भएको यो हाम्रो आदर्शबाट चारो सुँगुरलाई अस्ति भर्खर जन्मेको मानामुनि कुखुरा गाइज कुनै मनपर्छ भने सम्पर्क गर्नु होला उता पछाडि पनि छ तड्के देखाएको छैन त्यो पछाडि पनि छ गाइज अनि यो चाहिँ म्या गर्दैछ म्या हाम्रो आमाहरूको खसी अब छिटै नै बिक्री हुँदैछ यिनीहरू कुखुरा लसुन अनि यता पनि छ कुखुराहरू यतापट्टि छ टमाटर अनि यहाँ चाहिँ हाम्रो 3 पिसको खानेकुरा पकाउने ठाउँ अब हामी उता जाँदैछौँ 3 पिसलाई भेट्न 3 पिस भनेको भए तपाईँलाई थाहा छैन 3 पिसहरूको खोर यो 3 पिस बनाएको थिएँ सुँगुर बङ्गुर च्वाचे आइटमको च्वाचे सब खाएर मस्त सुतिरहेको छ नि त एउटा छैन कराउनु सराउनु केही छैन ओहो सुतेको कति आनन्द छ टमाटरै टमाटर छ अनि यता मकै पनि परेछ मकै बारी दर्याम हरियो कराम भने जस्तै यहाँ अनि पल्लो टनेला हो आदि छ अनि यहाँ चाहिँ काँक्रा हरियो काँक्रा दर्याम मकै बारी गाइस म त कताबाट आउँदैछु यस्तो बाटो काँक्रा चाहिएमा सम्पर्क गर्नु होला काँक्रा छ यार गाइजहरू काँक्रै टमाटर पनि हुन्छ नि के अरे छिमलको छ मतलब अलिकति सानो अलिकति ठुलो एउटा यस्तै छ फार्मको बसाइ मार्छ होला यार अनि यहाँ चाहिँ के को बिरुवा छ ओहो कताबाट पस्ने हो केही थाहै छैन यो के हो यो चाहिँ पुरै छ कङरङ यता चाहिँ बिउहरू राख्ने ठाउँ पुरा टमाटरको बिउ राख्ने ठाउँ यहाँ चाहिँ के को बिउ छ त्यो चाहिँ मलाई आई डोन्ट नो
सो यस्तै छ यस्तै रहेछ जिन्दगानी ल ल निकालु निकालु हाम्रो चाहिँ सेकुवा पाकिसके गाईहरू यो चाहिँ रातो रातो चाहिँ छैन कालो कालै भइसक्यो त्यो फेरि एकचोटि पोल्नु मामा काटेर पाक्यो कलर नहालेकै हाम्रो चाहिँ यो ओरिजिनल हो ओरिजिनल होमस्टेबाट होमस्टे सिलहछा होमस्टे हो यो किरिबुले हो बिस्टिको मामा साथीहरू अर्गानिक गर्ल्सहरूलाई अर्गानिक सेकुवा खानु मन छ भने आफ्नै घरमा पालेको सुँगुरको सेकुवा खानु मन छ भने हाम्रो माइजू भएर आउनु है भनौँ मेरो छ्यामाले भनिसक्नु भयो 3 पिसको के ऊ बोकेर आउनु भयो बाल्टिन 3 पिसको यति अब मामा कटिङ गर्नु त पिस पनि हाम्रो दामी हुन्छ होमस्टेको सेकुवा पिस मामाले बबाल बनाउनु रहेछ यता फेरि हाम्रो 3 पिसको लागि अङ्कलले चारो खानेकुरा मिक्स गर्नु हुँदैछ 3 पिसलाई 3 पिस त मजाले सुतिरहेको थियो नि अङ्कल अघि त म गएकोले हल्ला गर्दा नि उठ्दैन रहेछ त यस्तै छ जिन्दगानी दर्पण छ दामी छैन त साथीहरू सेकुवा मामाले ओके छ त सेकुवा सलाद तर सलाद चाहिँ राम्रो राखेन हामी मिसाएर पाकेको छ यता पनि छ ल अङ्कल चरममा खाइदिनु त यम्मी यम्मी खाने अङ्कल हाम्रो अङ्कलको फेरि रियाक्सन बबाल हुन्छ क्या अरूको भन्दा खोर्सानी कम्ती भयो खोर्सानी कम्ती अचार भित्र छ हाम्रो यता छोटिरहनु ओ मिमे दामी भयो काइचोले चाहिँ हाम्रो यो छ्यामाको कुखुराहरू लगाउने बेला भयो यसरी कुद्छ हाम्रो छ्यामाको कुखुरी चाहिँ ओ यहाँको बत्ती कहाँ छ यहाँ मेरो नदीको कुखुरीहरू हेर्नुहोस् साथीहरू आफै पसेको भाइ खोर खोर गर भाइ खोर 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 भाइ खर 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 भाइ खोर 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 अर्को अब फेरि अर्को अर्को नै नै भाइ अर्को अर्को कुखुरा भाइ ल ल ल ल ल छिटो ल भाइ भाइ यो चाहिँ खोल्नु पर्दैन यो यता यता भाइ गएर निकाल निकाल उदी
निकाल निकाल भाइ गएर मी भाइ खोर गर भाइ खोर गर त भाइ यहाँ होइन भाइ खेदा अङ्कललाई स्टिल चारो काटिराख्नु भएको छ मेरो भाइ हेर्नुहोस् काइजहरू यसरी यति धेरै काम गर्छ यो भाइ लगाऊ तुतुलाई भित्र पठाऊ भाइ दाइ पछाडि ल भाइ खोर भाइ उता ल्याऊ भाइ लगाऊ भाइ यसरी लगाउनु पर्छ ओ त्यो कहाँको हो यो कोखा यस ऊ एउटा भित्र त्यो कहाँको ल अब पर गएर खोल्नु पर्दैन अब उसलाई अब बाख्रा लगेर यतिको के अरे सेकुवा पोलिस भने त हामी त बाख्रा यो भन्दा मिठो थियो पोर मिठो हुन्छ नि अब बाख्राको पालो अब बाख्रा खोर भाइ मिमीले हान्छ है मिले गाइज हाम्रो खसी है खसी यो चाहिँ हेर न यहाँ भित्र पसिरहेको ए यताबाट पनि निस्किसकेछ ल भाइ यिनीहरू चाहिँ राम यत्रो धेरै छ खसी बोक्रा ल खोर यसलाई चाहिँ यता पसिसकेछ त यार कतिखेर बसेको मैले देखेकै थिइनँ यिनीहरू त पसेको ल के बसिया छ त्यहाँ हेर्नु पनि बाबा ल भयो अब सानो चल्ला बस सक्यो भाइ यो के गरेको के छ यहाँ के छ गाइस आजको हाम्रो बेलुकाको काम सकियो यसको खोइ त लगाउने यो अब बेलुकाको काम चाहिँ आजलाई यति अब भोलि बिहान फेरि खोल्नुपर्छ